र यो अहिले आएको 74 सालको नयाँ वर्षमा सबैलाई शुभकामना र चुनाव लड्ने सबै हाम्रो पार्टीका मित्रहरूलाई भारी भन्दा भारी मतले विजय गराउनु पर्यो सफल हौँ भन्न चाहन्छु। र आज म नितान्त के सोच्थेँ भने यता आइसके राजनीतिक कुरा नगर भन्नु सोचिरहेको थिएँ। बिहान उठेदेखि बेलुकासम्म राजनीतिक कुरा हुन्छ होइन, कहिलेका फ्रेस पनि हुनुपर्छ भनेर प्रसङ्ग निस्किहाल्यो होइन। एकदमै राम्रो कुरा गर्नु उहाँले के भन्नुभयो जुन भन्नुभयो नि त्यो पैसाको पछि दौड्ने मलाई के लाग्छ भने म पनि चुनाव लड्दैछु। अहिले पैसा खुवाउने मान्छेसँग युवा छैन, म नखुवाउने मान्छेसँग प्रशस्त युवा छ किनकि युवाले बुझिरहेछ युवाले बुझिरहेछ र युवालाई हजुरले बुझाउनु पर्छ। फेरि यदि हजुरले युवालाई बुझाउन सक्नु भएन भने लाग्दैन। र अर्को कुरा के छ भने जबसम्म युवाले राजनीतिकमा आफ्नो अस्तित्व पाउन तबसम्म युवा अगाडि बढ्छ र पछि पनि लाग्दैन। सायद त्यही कारणले गर्दा सुराज नगरपालिकामा हामीले 95% युवा उम्मेद्वार दिइरहेको छौँ होइन। हामी यस्तै यङ जेनेरेसनहरू पढे लेखेका केटाहरू नै वार्ड सदस्य लडिरहेका छन्। त्यो माहौल एउटा त्यस्तो क्रिएट भइरहेछ। अब भन्दै अब धेरै लामो नभए टाढा पनि जान छ हामीलाई पनि, फेरि बाइक पनि छौँ अहिले यो जनताको माझमा राप्रापाको एकदमै जनताको माझमा राप्रो त हामी डुलेकै छौँ त। जनताको माझमा राप्रो मात्रै होइन कि अब जनताको मन र मस्तिष्कमा राप्रो हुन्छ। ल एकदम ताली हुन्छ ल।